गुरुजिएस च्यानल हेरेर बस्नुहुने सबैमा नमस्कार। आजको भिडियोमा नेपाली व्याकरण अन्तर्गत टुक्का शीर्षक लिएर उपस्थित भएको छु। व्याकरणमा टुक्का भन्नाले आफ्नो वास्तविक वा शाब्दिक अर्थ गुमाएर छुट्टै विशिष्ट अर्थ धारण गर्ने शब्द समूहलाई टुक्का भनिन्छ। टुक्कालाई ट्वाक्क मिठो तरिकाले बुझ्नको लागि यसलाई अन्य नामहरूले पनि चिन्न सकिन्छ। वाक पद्धति, वाक धारा, मुहावरा आदि नामले पनि टुक्कालाई चिन्ने गरिन्छ। त्यसकारण सजिलो बोलचालको भाषामा भन्यो भने ट्वाक्क अचार जस्तो मिठो च्वास्स जिब्रोमा झुन्डिने खालको शब्द समूह नै टुक्का हो, जसले चाहिँ एउटा शब्द सिधा रूपमा बोले पनि त्यसले अर्थ चाहिँ अर्कै अर्थ विशिष्ट अर्थ प्रदान गर्न सक्छ, छुट्टै अर्थ प्रदान गर्न सक्छ। त्यस्ता शब्दहरू नेपाली व्याकरण अन्तर्गत टुक्का हुन्। टुक्का दुई प्रकारको हुन्छ, एउटा क्रियायुक्त टुक्का, अर्को क्रियामुक्त टुक्का। क्रियायुक्त टुक्का क्रियायुक्त भन्नाले अन्त्यमा क्रियामूल आएर सजिलै क्रियापद निर्माण गर्न सक्ने खालका टुक्काहरू क्रियामूल टुक्का हुन्। जस्तै कम्मर कस्नु को अर्थ हुन्छ हिम्मत गर्नु, कपाल खानु को अर्थ हुन्छ हैरानीमा पर्नु, नाक काट्नु को अर्थ हुन्छ इज्जत फाल्नु। यो कम्मर कस्नु, कपाल काट्नु, कपाल खानु, नाक काट्नु जस्ता टुक्काहरूमा चाहिँ क्रियापद सजिलै निर्माण गरेर वाक्य सजिलै बनाउन सकिन्छ। दोस्रो छ क्रियामुक्त टुक्का। यो क्रियामुक्त टुक्का भन्नाले अन्त्यमा क्रियामूलको प्रयोग नभएको स्वतन्त्र शब्द समूहलाई क्रियामुक्त टुक्का भनिन्छ। यसलाई वाक्यमा प्रयोग गर्दा मिल्दो क्रियापद राखेर वाक्य निर्माण गर्नुपर्ने हुन्छ। जस्तै आँखाको तारो मात्रै छ भने यसको अर्थ हुन्छ दोषी ठहराइएको व्यक्ति भन्ने अर्थ लाग्छ। आँखाको नानी भन्ने टुक्का छ भने कुनै प्रिय वा प्यारो वस्तु भन्ने अर्थ लाग्छ। गोरु बेचेको साइनो भन्ने टुक्का छ भने जबरजस्ती लगाएको नाता भन्ने अर्थ लाग्छ। त्यसकारण टुक्कालाई बुझ्नको लागि र टुक्कालाई वाक्यमा प्रयोग गर्नको लागि र टुक्काका अर्थहरू बुझ्नको लागि स्क्रिनमा देखे अनुसार स्क्रिनमा हेरेर टुक्कालाई अर्थसहित र टुक्काको वाक्यको उदाहरणसहित हेर्न पढ्न जान्न सकिन्छ। प्रचलनमा रहेका केही टुक्काहरूको वाक्यमा अर्थसहित प्रयोग निम्नानुसार गर्न सकिन्छ। टुक्काहरू नेपालीमा थुप्रै छन्। धेरै टुक्काहरूलाई यहाँ समेटेर वाक्यमा प्रयोग गर्ने प्रयास गरिएको छ। यसकारण टुक्काहरूलाई वाक्यमा प्रयोग गर्दाखेरि जस्तै नम्बर 1 मा छ घाँस काट्नु। यसको अर्थ हुन्छ आधा पेट खाएर कमाउनु। यसको वाक्य बनाउँदा रामबहादुर आफ्नो घाँस काटेर भए पनि सन्तानको भविष्यको लागि सम्पत्ति भेला पार्दैछन्। 2 मा भेउ काट्नु। भेउ काट्नुको अर्थ हुन्छ अड्कल गर्नु। यसको वाक्य बनाउँदा आफै भेउ काटेर हिँडेको मामा घर पुगी छाडे। नम्बर 3 शिर काट्नु, नेतृत्वहीन हुनु। यसको वाक्य बनाउँदाखेरि समाजसेवी माइला बाको मृत्युले गाउँको शिर काटियो। नम्बर 4 मा हात काट्नु। हात काट्नुको अर्थ अभाव हुनु। यसको वाक्यमा प्रयोग गर्दाखेरि माइलीको बिहे गरेपछि आमाको हात काटियो। कुर्चा खानु। कुर्चा खानुको अर्थ डल्लिनु। अरू बेला खेलले पनि परीक्षाको बेला कुर्चा खाएर पढ्न बसिन्छ। गम खानु, गम्भीर भएर बस्नु। तिम्रो कुरा सुनेर मैले निकै बेर गम खाएँ। नम्बर 7 मार खानु, गाली गर्नु। सबैतिरबाट मार खाएपछि हरि व्यापारमा लागेछ। नम्बर 8 पिङ खेल्नु, अन्यलमा पर्नु। असन बजारभित्र हराएपछि मेरो मनले पिङ खेल्न थाल्यो। नम्बर 9 आँखा चोर्नु, छक्याउनु। बुबाको आँखा चोरेर खेल्न जानु राम्रो होइन। यसै गरी 10 नम्बरमा छ कुरा चोर्नु। कुरा चोर्नु भनेको गोप्य कुरा बुझ्नु। 1 महिना सँगै बसे पनि श्यामबाट कुनै कुरा चोर्न सकिएन। नाउँ चोर्नु, नामको दुरुपयोग गर्नु। मन्त्री मामाको नाम चोरेर बिर्खेले धेरै गलत काम गर्यो। 12 मा छ ताना छड्नु, मस्त हुनु भन्ने अर्थ लाग्छ। उमेरमा दुःख गरे पनि अहिले भने ताना छाडेर बसिएको छ। काल टार्नु, पार लगाउनु भन्ने अर्थ लाग्छ। त्यत्रो ठुलो कामबाट टिकारामले काल टारेछ। काम टार्नु, भरथेक गर्नु। दिनभरिको कमाइले बल्ल बल्ल घरको काम टारियो। खड्गो काट्नु, अप्ठ्यारोबाट बाँच्नु।
आँगनबाटै पहिरो गए पनि घर बचेकालाई निकै ठुलो खड्को काटियो। आँखा तान्नु, आकर्षित गर्नु, हिजो मात्र किनेको नयाँ सिक्रीले त सबैको आँखा तान्यो नि। 17 नम्बरमा हात तान्नु, सहयोग गर्नु, साथीलाई आपत पर्दा हात तान्न सक्ने मान्छे मात्र असल साथी हो। नम्बर 18 खोचे थाप्नु, अड्काउन खोज्नु, गाँठो कुरा नबुझी बिचैमा खोचे थाप्नु तिम्रो बानी राम्रो होइन। धराप थाप्नु, अप्ठ्यारोमा पार्नु, आफन्तलाई धराप थापेर आफू अगाडि बढ्न चाहनु स्वार्थीपन हो। नम्बर 20 मूर्ति थाप्नु, मान दिनु, पुर्खाहरूले मूर्ति थापेर काम गर्ने मान्छेलाई गल्ती गर्दैनन्। रमना दिनु, बिदा गर्नु, फटा हर्कसिंहलाई बाले घरबाट रमना दिएछन्। आँखा देख्नु, वास्तविकता थाहा पाउनु, एससीमा फेल भएपछि मात्र हरिले आँखा देख्यो। आन्द्रा भुँडी देख्नु, रहस्य थाहा पाउन एक हातसँगै बस्नसाथ रामले श्यामको आन्द्रा भुँडी देख्यो। टाढा देख्नु, पराई ठान्नु, सम्पत्ति कमाइसी छोराछोरी पनि बुवा आमालाई टाढा देख्न रहेछन्। आँखा पर्नु, लोभ लाग्नु, मैले किनेको घडीमा सबै साथीहरूको आँखा परेको छ। आँखामा पर्नु, निगरानीमा राख्नु, एक दिन गल्ती गर्न साथ श्याम गुरुवर्गको आँखामा पर्यो। चक्करमा पर्नु, लहैलैमा लाग्नु, वीरबहादुर पल्लो गाउँको टिकारामको चक्करमा परेर बिग्रियो। 17 पर्नु, मोज हुनु, 5 रुपियाँको चिट्ठामा 10 लाख परेपछि उसलाई 17 पर्यो। आँखा पाक्नु, पर्खनु, तिम्रो बाटो हेर्दा हेर्दै आँखा पाकिसक्यो। नम्बर 30 घाउ पाक्नु, पीडा हुनु, देश अशान्त हुनाले मनमा घाउ पाकिरहन्छ। 31 जागिर पकाउनु, काम सक्नु, काम नगरी जागिर पकाउने कर्मचारी राम्रो होइन। घर फाट्नु, भिन्नै हुनु, चामेर गौँथलीको त घर फाटेछ नि। राय फाट्नु, मत बाजिनु, धनबहादुर र वीरबहादुरले राय फाटेपछि आफ्नै बाटो लाग्यो। 34 कैँची मार्नु, फसाउनु, गोजीमा पैसा बोकेर विदेश जान दौडिँदा दलालले कैँची मार्लान् नि। जीव मार्नु, हत्या गर्नु, अर्काको जीव मारेर आफू के खुसी हुन्छौ। तर मार्नु, फाइदा लिनु, यसपालिको लगानीबाट चाहिँ निकै तर मारियो। मेख मार्नु, लज्जित पर्नु, मोहनले ठुलो जागिर खाएर साउको मेख मारियो। नम्बर 38 हितचित्त मिलेमत्त हुनु, अहिले बलरामसँग तिम्रो हितचित्त मिलेको छ नि। नम्बर 39 नम्बरमा छ कुरा मिल्नु। कुरा मिल्नुको अर्थ हुन्छ विचार मिल्नु। कुरा मिल्यो भने सबैसँग राम्रो लाग्छ। 40मा किनार लगाउनु, पन्छाउनु, दही चिउरे मान्छेलाई किनार लगाउनु नै राम्रो हुन्छ। 41मा हावा लगाउनु, हल्ला फिजाउनु, सोझो हरिभक्तलाई गाउँलेले चोरको हावा लगाइदिए। 42 खुट्टा लाग्नु, हराउनु, मैले यहीँ राखेको कलम खुट्टा लागेछन्। 43 मात लाग्नु, मातिनु, हसिनालाई पदको मात लागेछ। नम्बर 44 कुरो हार्नु, तल पर्नु, मान्छेहरू सकेसम्म कुरो हार्न चाहँदैनन्। घानमा हाल्नु, मुछ्नु, निर्दोष मान्छेलाई घानमा हालेर अपराध गर्नु हुँदैन। नम्बर 46 कान पाक्नु, हैरान हुनु, तिम्रो रात दिनको मागले मेरो कानै पाकिसक्यो। फल पाक्नु, उद्देश्यपूर्ति हुनु, वर्षभरि गरेको दुःखले बल्ल आज फल पाक्यो। नम्बर 48 मन फाट्नु, झगडा गर्नु, दाजुभाइ बीच मन फाटेमा बैरिया रमाउँछन्। बाटो फाट्नु, विचार नमिल्नु, सबै कुरा मिले पनि राजनीतिक विषयमा भने तिम्रो र मेरो बाटो फाट्यो। नम्बर 50 आँखाको विष मार्नु, निदाउनु, आज रातभरको भजन कीर्तनले आँखाको विष मार्नै पाइएन। नम्बर 51 धित मार्नु, तृप्त हुनु, बल्ल आज धित मारेर मुहानकै पानी पिइयो। माया मार्नु, बिर्सनु, असल मित्रको माया मार्न गाह्रो हुन्छ। नम्बर 53 मन जित्नु, मित्रता हुनु, आजभोलि सरोज र सरिताको खुबै मन मिलेको देखिन्छ नि। तारतम्य मिल्नु, व्यवस्था मिल्नु, घर बनाउनु भन्दा मात्र हुँदैन, सबै तारतम्य मिलाउनु ठुलो कुरा हो। काँधमा काँध राख्नु, मिलेर सहयोग गर्नु, देशकै हित हुने कुरामा सबैले काँधमा काँध राख्नुपर्छ। नाक राख्नु, इज्जत राख्नु, असल सन्तानले सधैँ बाबुआमाको नाक राख्ने काम गर्नुपर्छ। नम्बर 57 ज्यान हत्केलामा राख्नु, साहसी काम गर्नु, उसले ज्यान हत्केलामा राखेर सगरमाथाको आरोहण गर्दै छड्यो। नम्बर 58 ठाडो कान लगाउनु, ध्यान दिएर सुन्नु, नीताले दिदीको कुरामा ठाडो कान लगाइन्। नम्बर 59 बेल विस्तार लगाउनु, बयान गर्नु, मैले घटनाको बेल विस्तार लगाएको निर्णय गर्ने जिम्मा तपाईँहरूकै हो। वचन लगाउनु, चित्त दुखाउनु, कसैले कसैलाई पनि वचन लगाउनु राम्रो होइन। ओह्रालो लाग्नु, ओह्रालो लाग्नुको अर्थ हुन्छ अवनतितिर लाग्नु। रक्सी खाने बानीले ओह्रालो लगाउँछ। घैँटामा घाम लाग्नु, कुरा बुझ्नु, बुबाले सम्झाएपछि उसको घैँटामा घाम लागेछ। काली लाग्नु, डर लाग्नु, मलाई घरबाट तल हेर्दा त काली नै लाग्यो। नम्बर 64 आँखा लाग्नु, झपक्क निन्द्रा लाग्नु, आज बिहानदेखि मात्र मेरो आँखा लागेछन्। नम्बर 65 आँखा लाग्नु, कुदृष्टि पर्नु, नराम्रो काम गर्न साथ विरोधीका आँखा लागिहाल्छन्। नम्बर 66 हात लाग्नु, प्राप्ति हुनु, यस योजनाबाट उसलाई 2 लाख हात लागेछ। नम्बर 67 हात लाग्नु, उत्सुकता जाग्नु, जाँच आवश्यकता पनि रामलाई तातो लागेको छैन। नम्बर 68 मा छ वचन हार्नु। वचन हार्नु भनेको नपुर्याउनु, शिलाले आमा बुवाको वचन हार्न नसकेर हरिसँग विवाह गरी। नम्बर 69 हिम्मत हार्नु, छोड्नु, मैले हिमाल विजय गर्ने कुरामा हिम्मत हारेकै छैन। नम्बर 70 आँखामा छारो हाल्नु, झुक्क्याउनु, प्रहरीको आँखामा छारो हाल्न चोर उम्कियो। नम्बर 71
मन हार्नु, निराश हुनु, सधैँ मन हार्ने कुरा गर्नेहरू जिन्दगीमा सफल हुन सक्दैनन्। नम्बर 72 काँध हाल्नु, उचाल्नु, अनावश्यक कसैलाई काँध हाल्ने बानी राम्रो होइन। नम्बर 73 कानमा तेल हाल्नु, नपत्याउनु, केटाकेटीका कुरामा कानमा तेल हालेर बस्नु हुँदैन। नम्बर 74 पोल हाल्नु, कुरामा लगाउनु, हरिले पोल हालेकै कारण बिनाको सर्व गरियो। नम्बर 75 हात हाल्नु, झगडा गर्नु, हरि सरिताले आँगन टेक्न नपाउँदै रिताले हात हालिछ। नम्बर 76 तमासा हेर्नु, रमाइलो मानेर हेर्नु, अरूको दुःखमा तमासा हेर्नु राम्रो होइन। नम्बर 77 दाउ हेर्नु, मौका पर्खिनु, प्रकाश अमेरिका जाने दाउ हेरेर बसेको छ। नम्बर 78 बाटो हेर्नु, पर्खनु, म बिहानको 11 बजीसम्म तिम्रो बाटो हेरेर बस्नेछु। नम्बर 79 ठाडो पुच्छर लगाउनु, कुलेलम ठोक्नु, भाग्नु, प्रहरीलाई देख्ने बित्तिकै चोरले ठाडो पुच्छर लगायो। तेल लगाउनु, चाकरी गर्नु, ठुला मान्छेलाई तेल नलगाएसम्म त कामै बन्दैन कि क्या हो। नम्बर 81 आलु खानु, असफल हुनु, मिहिनेत नगरेपछि परीक्षामा आलु खाइन्छ त। नम्बर 82 उमेर खानु, बुढो हुनु, अनुहार कलिलो देखिए पनि तिमीले उमेर खाएछौ नि। नम्बर 83 कपाल खानु, हैरान पार्नु, विदेश जान्छु भन्दा यसले त मेरो कपालै खाइसक्यो। नम्बर 84 कान खानु, वाक्क लाउनु, उसले धेरै गनगन गरेर मेरो कानै खाइसक्यो। नम्बर 85 गोता खानु, दुःख पाउनु, विचारै नगरी निर्णय गरेपछि गोता खाइन्छ त। नम्बर 86 घर खानु, हेलमेल भएर बस्नु, उषाले सबैलाई खुसी पारेर घर खाएकै छ। नम्बर 87 चिउरा खानु, कुटाइ खानु, बिना काममा रिसाउने कुरा नगर है, चिउरा खौलास नि। नम्बर 88 टाउको खानु, कचकच गर्नु, एकैछिन शान्त भई बस्न त देऊ, कति टाउको खान्छौ। नम्बर 89 सिल्टिमुर खानु, मर्नु, ज्योतिष बाजेले आज बिहानै सिल्टिमुर खाएछन्। नम्बर 90 कुरा खेल्नु, मनमा विभिन्न विचार आउनु, मेरो मनमा धेरै कुरा खेल्छन्, यसले मानसिक रोग बढाउँछ। अन्य केही टुक्का र तिनका अर्थहरू। नम्बर 1 अड्कल काट्नु, शङ्का गर्नु। नम्बर 2 कर काट्नु, दुःख पाउनु। नम्बर 3 जिब्रो टोक्नु, मर्नु। नम्बर 4 कुरा काट्नु, नचाहिँदा कुरा गर्नु। नम्बर 5 टुपी काट्नु, जोगी हुनु। नम्बर 6 डाँडो काट्नु। नम्बर 7 मा छ दिन काट्नु, समय बिताउनु। 8 मा नाक काट्नु, इज्जत फाल्नु। 9 मा पेट काट्नु, आधा खाएर कमाउनु। 10 दोहोरी खेल्नु, चर्काचर्की पर्नु। 11 मन हार्नु, निराश हुनु। 12 हिम्मत हार्नु, छोड्नु। 13 गति छाड्नु, खराब हुनु। 14 जिउ छाड्नु, समर्पित हुनु। 15 ठाउँ छोड्नु, औकात बिर्सनु। 15 डाको छाड्नु, जोडले रुनु। 16 डाको छाड्नु, जोडले रुनु। 17 मुख छाड्नु, गाली गर्नु। 18 कुरा टार्नु, भनेको नमान्नु। 19 गाल टार्नु, गरे चाहिँ गर्नु। 20 झारा टार्नु, नाम मात्रको काम गर्नु। 21 खुट्टा तान्नु, अघि बढ्न नदिनु। 22 मन तान्नु, आकर्षित हुनु। 23 काँध थाप्नु, जिम्मेवारी लिनु। 24 कान थाप्नु, कुरा सुन्नु। 25 जाल थाप्नु, अप्ठ्यारो पर्नु। 26 सिङ थाप्नु, जोरी खोज्नु। 27 कान दिनु, राम्ररी सुन्नु। 28 ज्यान दिनु, लागि पर्नु। 29 तिलाञ्जली दिनु, छाड्नु। 30 धाक दिनु, फुर्ती लगाउनु। 31 वचन दिनु, प्रतिज्ञा गर्नु। 32 तोरीको फुल देख्नु, रन थनिनु। 33 बाबुको बिहे देख्नु, सजाय पाउनु। 34 3 छक्क पर्नु, अचम्म मान्नु। 35 थला पर्नु, बिरामी हुनु। 36 विखलबन्दमा पर्नु, कुनै कुरा ठम्याउन नसक्नु। 37 कान पाक्नु, हैरान हुनु। 38 फल पाक्नु, उद्देश्य पूर्ति हुनु। 39 चित्त बुझ्नु, राम्रो लाग्नु। 40 कुरा बुझ्नु, थाहा पाउनु। 41 तमासा हेर्नु, रमाइलो मान्न हेर्नु। 42 दाउ हेर्नु, मौका पर्खिनु। 43 बाटो हेर्नु, पर्खनु। 44 काँधमा राख्नु, मिलेर सहयोग गर्नु। 45 बेली विस्तार लाउनु, बयान गर्नु। 46 वचन लगाउनु, चित्त दुखाउनु। 47 डाको काट्नु, भाग्नु, डाँडो काट्नु, भाग्नु। 48 झुत्ती खेल्नु, तनावमा हुनु। 49 घाँटी हेरी हाड्नु, आफ्नो क्षमता हेरेर काम गर्नु। 50 लङ्का हाँक्नु, ठुला कुरा गर्नु। 51 चोचो मोचो मिलाउनु, अपवित्र गठबन्धन गर्नु। 52 आँखामा बिजाउनु, अरू कसैलाई मन नपर्नु। 53 कमर कस्नु, हिम्मत गर्नु। 54 आगो खेलाउनु, ठुलो आँट गर्नु। 55 वाल नपर्नु, छक्क पर्नु, एकोरिनु। 56 भासमा फस्नु, समस्या निम्त्याउनु। 57 बिजुली हुनु, चलाक हुनु। 58 बलेको आगोमा घिउ थप्नु, समस्यालाई झन बढाउनु। 59 पलावित हुनु, उत्तेजनालाई भिज्नु। 60 अनुहारमा बाबर पाक्नु, उज्यालो हुनु। यी र यस्ता टुक्काहरू प्रशस्त हेरेर, उदाहरणमा स्क्रिनमा हेरेर टुक्काको बारेमा विस्तृत रूपमा जान्न, वाक्यमा प्रयोग गर्न र त्यसको अर्थ लाउन सकिन्छ। नेपाली व्याकरण अन्तर्गत आजको भिडियोमा टुक्काको पाठ पढिसकेपछि यदि तपाईँ नयाँ हुनुहुन्छ भने यस च्यानल गुरुजीलाई सब्स्क्राइब, लाइक, कमेन्ट र आफ्नो प्रतिक्रिया जस्तै राख्न नभुल्नुहोला भन्दै यस भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।